पुँजी बजार अहिले सङ्कटमा छ, समस्यामा छ। तत्काल रेस्क्यु गर्नुपर्छ, रेस्क्यु प्लान चाहियो भनेर हामीले लामो समयदेखि अर्थ मन्त्रालय, भित्तिपत्रको अरू निकायहरूमा भनिरहेको थियो। त्यो सुनवाई नभएपछि चाहिँ हामी बाध्य भएर यो जवाब दिनलाई तिमीहरूले काम गर्दैनौ भने किन बसेको त ताला लगाइदिन्छौँ अफिसमा भनेर भित्तिपत्र बोर्ड र चाहिँ ब्रोकर एसोसिएसनमा तालाबन्दी गर्ने कार्यक्रम थियो आज। त्यही बिचमा कार्यक्रम चलिरहेको थियो। भित्तिपत्र बोर्डका अध्यक्षले मलाई फोन गर्नुभयो। आज जसरी भए पनि हामीले भित्तिपत्र बजार यो क्यापिटल मार्केट रेस्क्यु प्लान ल्याउँछौँ, तपाईँ हामी सबै बसेर यसलाई फाइनल गरौँ। 5-6 जना तपाईँहरूको पठाउनुहोस्, हामीहरू नि बस्छौँ, त्यसलाई आज बेलुकासम्म फाइनल गर्छौँ, सार्वजनिक गर्छौँ। म अहिले अर्थमन्त्रीज्यूलाई भेट्न जाँदैछु र उहाँबाट चाहिँ अनुमति समेत लिएर म आउँछु। त्यो आइसकेपछि बसेर छलफल गरौँ भनेर उहाँले भन्नुभयो। र यहाँ भेला भएका आक्रोशित मान्छेहरूलाई चाहिँ पठाइदिनुहोस्, म आउनलाई अलि असहज भयो त्यहाँ भनेर भन्नुभयो। मैले सम्झाइ बुझाइ गरेर आक्रोशित मान्छेहरू साथीहरूलाई चाहिँ मैले अहिले घर पठाइदिएको छु र अहिले हामी छलफलमा चाहिँ भित्र जाँदैछौँ। सुधार हुँदाखेरि बजारको नीति नियम प्रविधि पूर्वाधारमा तत्काल गर्नुपर्ने कामहरू तत्काल हुने, बजार राम्रो हुने भयो भने आत्तिनुपर्ने हो र। हामीले त बजारलाई राम्रो बनाउनुको, बजार राम्रो हुँदाखेरि, खेल्ने मैदान राम्रो हुँदाखेरि राम्रोसँग खेल्ने खेलाडीले त खेल जित्न सक्छ नि। त्यो बनाउनु पो खोज्यो, किन आत्तिनु? यो आन्दोलन होइन, यो तर्साउने कुरा होइन। तर्साउने अवस्थालाई अन्त्य गर्न हामी लागिरहेछौँ होइन। यो बजारमा जुन त्रासद अवस्था देखिएको छ यसलाई अन्त्य गर्नु पर्यो। क्यापिटल मार्केटमा चाहिँ आशा, भरोसा, विश्वास, उत्साह जगाउनु पर्यो। माग सृजना गर्नु पर्यो। अनावश्यक आपूर्तिहरूलाई कन्ट्रोल गर्नु पर्यो। बजारमा चाहिँ गर्नुपर्ने धेरै कामहरू छन्। मार्जिन ट्रेडिङको कुरा अहिले सुरु गर्नु पर्यो। यस्ता कुराहरू गर्दाखेरि त लगानीकर्ताको मनोबल झन् राम्रो हुनुपर्ने हो नि, झन् विश्वास गर्नुपर्ने हो नि। किन किन नराम्रो हुने? कस्तो नराम्रो हुने भने कस्तो सोचाइ? हामीले राम्रो गर्नुपर्छ भन्दाखेरि नराम्रो हुने, त्यो पनि हुनसक्छ र।